सेवार हो। नमस्कार। आज हाम्रो यो लिम्बू भाषाको किबोर्ड चाहिँ कसरी एक्टिभ गर्ने मोबाइलमा हैन, मोबाइलमा कसरी टाइप गर्ने त्यसको बारेमा म भन्न गइरहेको छु। साथै लिम्बू भाषा टाइपिङ गर्नको लागि मोबाइलमा हैन, अनि नेपाली भाषा पनि टाइपिङ गर्नको लागि चाहिँ कसरी गर्ने भन्ने बारेमा म आज सिकाउन गइरहेको छु हैन। सबैभन्दा पहिले चाहिँ हामीले गुगल प्ले स्टोरमा जानु पर्यो। यसरी गुगल प्ले स्टोरमा गइसकेपछि हामीले तल सर्च बारमा जाने, सर्च बारमा गइसकेपछि गुगल किबोर्ड भनेर सर्च गर्ने। यसको सर्ट फर्म जीबोर्ड हुन्छ हैन, जीबोर्ड भनेको गुगल किबोर्ड हो। यसरी सर्च गरेर सबभन्दा सिरानमा यो खालको किबोर्ड आउँछ। यो खालको किबोर्ड आइसकेपछि यसलाई चाहिँ डाउनलोड गर्नु पर्यो। यसलाई डाउनलोड गरिसकेपछि ओपन गर्नु पर्यो। ओपन गरेपछि सबैभन्दा अगाडि भाषा सेटिङ देखाउँछ, त्यो भाषा सेटिङमा जानु पर्यो। भाषा सेटिङमा यसरी एक्टिभ गरेर राख्ने। आफूले चाहिने किबोर्डहरू हैन, अंग्रेजी अनिवार्य चाहियो, नेपाली यो युनिकोड टाइपिङ जुन अंग्रेजी टाइप गर्दा नेपाली ट्रान्सलेट हुने, यो जस्तै अंग्रेजी टाइप गर्दा देवनागरीबाट ट्रान्सलेट हुने यो सबैभन्दा सजिलो टाइपिङ हो। अनि तेस्रो स्थानमा गतिशील भनेको छ नि, यो गतिशील भनेको चाहिँ अक्षर हेरेर टाइप गर्ने धेरै सजिलो तरिकाको गतिशील किबोर्ड हो। अनि चौथोमा लिम्बू भनेको छ, लिम्बू भाषा टाइपिङको लागि हो। यो चाहिँ श्रीजङ्गा किबोर्ड हो हैन। यसलाई चाहिँ कसरी एक्टिभ गर्ने भने सबैभन्दा अन्तिममा यो प्लस चिन्ह छ, प्लस आइकनमा जुन किबोर्ड थप्नुहोस् भनेर लेखेको छ त्यसमा गएर हामीले भाषा यहाँबाट खोज्नु पर्यो। अब कुन देशको भाषा, तपाईँ अब अरू देशको भाषा पनि अब जान्नुहुन्छ भने हैन, त्यही देशको भाषा चाहिँ अब यहाँबाट सर्च गर्न सकिन्छ। जस्तै अब मलाई चाहिँ लिम्बू भाषाको किबोर्ड चाहिएको हैन, श्रीजङ्गा किबोर्ड, त्यसलाई चाहिँ लिम्बू भनेर सर्च गर्नु पर्यो। यसरी मैले अस्ति डाउनलोड गरिसकेको छु, आउँदैन अहिले हैन। त्यसरी आउँछ, त्यसलाई एक्टिभ गरेपछि चाहिँ यहाँ यसरी देखिन्छ।